त्यसको एउटा प्रायोजित विद्रोहको अभ्यास गर्नु पर्यो। त्यसको जगमा मात्रै एउटा समाधान आउन सक्दछ भन्नेतर्फ इङ्गित गरिएको अवस्था थियो। अब नयाँ राष्ट्रिय एकीकरणको कार्यभारले यो विषयलाई पनि समेट्न जरुरी छ कि छैन? यहाँलाई कस्तो लाग्छ? देशैभरिको मतदाताले मतदान गर्न पाउनु पर्छ होइन? प्रदेशको त्यही बमोजिमले जसरी हामी स्थानीय तहमा गर्ने गर्छौँ। झापाको उम्मेदवार होला, तपाईँको चाहिँ हुम्लाको मान्छेले मत दियोस् न, या दिने वा नदिने अधिकार भएको धाब्लेजुङको उम्मेदवार होला त पहिलाको बैतडीको मान्छेले चाहिँ मतदान दिनु पाउँछ। अनि मात्रै राष्ट्रिय एकता हुन्छ कि क्या? मूलको मात्रै विस्तार भयो, परिणाम नआउँदाखेरि भौगोलिक एकीकरणको परिणाम हामीले पायौँ। यसमा त ठिकै छ। मजदुर जनसङ्ख्याको आधामा राजनीतिक अधिकार हुने न। अहिलेसम्मको ट्रेड युनियनको काम त पेसागत चाहिँ के भनेदेखि माग मात्रै, पेसागत अधिकार मात्रै। राजनीतिक अधिकारको निम्ति मजदुरलाई राणा शासन हटाउने मजदुर किसान वर्गीय रूपमा, रातो के भने पञ्चायती व्यवस्था हटाउने मजदुर किसान, राजतन्त्र हटाउने मजदुर किसान, अनि मजदुर किसानको चाहिँ 275 जनामा कतिजना सांसद छ त्यहाँ? त्यो विद्रोहबाट उत्पन्न हुने घटनाले के भनेदेखि पार्ने परिस्थिति व्यवस्थापन गर्ने तागत भयो भनेदेखि तपाईँको चाहिँ नि 15 दिनमा एमालेको ट्रेड युनियन महासङ्घ ध्वस्त भएको छ। 15 दिन बढीमा 1 महिना लाग्छ। काङ्ग्रेसको ट्रेड युनियन प्रचण्ड कुपोष त्यस्तो एउटा प्रायोजित विद्रोहको अभ्यास गर्नु पर्यो। नामधारी कम्युनिस्ट दललाई चाहिँ बिदा गर्ने भने चिहानमा गाड्ने, मजदुर किसान पुँजीपति सुकुम्बासीको समस्या हल गरेर, अनि यो लिङ्ग जातजाति के गरेर चाहिँ यो त्यो तपाईँको चाहिँ नि पुँजीवाद लोकतन्त्रको नाउँमा दलाल पुँजीवाद, बिचौलिया पुँजीवाद, हत्यारा पुँजीवाद प्रयोग गरेरलाई तहलाउने चिहानमा गाड्ने। लोकतन्त्रवादी हुँ भन्नेलाई पनि अलिकति नजिक पार्दै जो देश जनता हाम्रो समस्या हल गर्न चाहन्छ, अनि मार्क्सवादी हुँ भन्नेलाई पनि नजिक पार्दै त्यहाँ त्यो तपाईँको सङ्गठनात्मक राजनीतिक शक्ति बनाउँदा के गर्ने भन्दाखेरि के गर्नुपर्छ? गर्न सकिएला भन्दा पहिचान पक्षधर मार्क्सवादीहरू, पहिचान पक्षधर उधार पुँजीवादी दुवैलाई सदस्य बनाउने व्यवस्था गर्नु त छोटो मान्छे छैन, जसले तपाईँको चाहिँ उनीहरूले आफ्नो वैचारिक स्वायत्तता प्राप्त गर्नु व्यक्तिगत रूपमा, संस्थागत रूपमा चाहिँ समाजवादी लोकतन्त्र लागू गर्नुपर्छ।